अर्को पोएट म बोलाउन गइरहेको छु नन अदर देन हाम्रो प्यारी सुनिता म्यामलाई स्टेजमा ताली बजाएर उहाँलाई स्वागत गरौँ। धन्यवाद। आज चाहिँ म अलिकति ढिलो आएँ। आशा बहिनीले भनेको सबै मलाई नै हो जस्तो भयो होइन। आजै हो म होइन, अलिकति त्यस्तै भयो, ढिलो भयो। ठिक छ, अब टाइममा आउने कोसिस गर्छु। आज मैले लक्ष्मीप्रसाद देवकोटा लाई सम्झेर लेख्ने भनेअनुसारै सकेसम्म लेख्ने प्रयास गरेको छु। त्यति राम्रो भएको छैन, हुन त आफूले लेखेको खासै आफूलाई मन पनि पर्दैन। र पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा, उहाँका कविता बुझ्न, उहाँलाई बुझ्न त्यो त मेरो बसको बात पनि होइन होइन। उहाँ यति गहिरो कविताहरू लेख्नुहुन्थ्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, उहाँको कविता पढ्दा हामी अनुमान गर्न सक्छौँ। उहाँले लेख्नुभएका तीनै कविताहरू मध्येको एउटा पागल कविता, जुन चाहिँ एकदमै प्रख्यात पनि बनेको थियो, त्यो पागल कवितामा रहेर चाहिँ मैले एउटा कविता बनाउने प्रयास गरेको छु। सानो प्रयास छ, त्यति राम्रो नभए पनि सुनिदिनु होला। कविता सुरु गर्नुभन्दा अगाडि म मेरो परिचय दिन चाहन्छु, बिर्सेछु। म हुँ सुनिता नेउपाने, अर्जुनधारा 6 झापा। लक्ष्मीप्रसाद देवकोटाको पागल कवितामा समर्पित कविता पागल। बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। उहाँलाई पागल भनेर राँची पनि लगिएको थियो अरे एकचोटि है। तिमी शब्दलाई देख्दथ्यौ, तिमी शब्दलाई देख्दथ्यौ अनि दृश्यलाई सुन्दथ्यौ। वासनालाई स्वाद लिँदै सुन्दर भविष्य गुन्दथ्यौ। तिम्रो तीक्ष्ण श्रवण शक्ति आकाशभन्दा विशाल। कसले निहाल्न सक्थ्यो र त्यो विलक्षण तिम्रो ताल। बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। छिमेकीले चिन्यो हिराको टुक्रा। छिमेकी साहित्यकारहरूले उहाँको चाहिँ एकदमै व्याख्या गर्नुभएको थियो त्यो बेला है। छिमेकीले चिन्यो हिराको टुक्रा, आफ्नाले त्यसलाई ढुङ्गा मान्यो। दरिद्रताको भुमरी बीच परिस्थितिले सधैँ गुलेली हान्यो। कहिले बन्यौ शिक्षा मन्त्री, कहिले शिक्षकमा बहाल। कहिले बन्यौ शिक्षा मन्त्री, कहिले शिक्षकमा बहाल। दुर्भाग्य तिमीले सकेनौ भर्न परिवारको रित्तो थाल। दुर्भाग्य तिमीले सकेनौ भर्न परिवारको रित्तो थाल। बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। आफ्नै बच्चा लास बनी लड्दा चिरियो होला छाती। उहाँको 3 जना बच्चा चाहिँ सानै उमेरमा बित्नु भएको थियो अरे। आफ्नै बच्चा लास बनी लड्दा चिरियो होला छाती। मन बुलाउने कलम अनि चुरोट बन्यो साथी। चुक्यो तिम्रो व्यवहारिकता, जिद्दी बन्यो चाल। चुक्यो तिम्रो व्यवहारिकता, जिद्दी बन्यो चाल। प्रारम्भलाई किमार्थ टुङ्ग्याउने तीव्र बन्यो छाल। बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। महाकाव्य महिना दिनमा, खण्डकाव्य रातमा। महाकाव्य महिना दिनमा, खण्डकाव्य रातमा। लेख्थ्यौ तिमी अनवरत, कविता थियो बातमा। बाँचुन्जेल इज्जत छैन, लासलाई दिन्छन् माला। बाँचुन्जेल इज्जत छैन, लासलाई दिन्छन् माला। चित्त बुझाऊ हाम्रो देशको अनौठो छ चाला। बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। जति बेला तिमी थियौ सम्मान के थियो र। जति बेला तिमी थियौ सम्मान के थियो र। अहिले तिमी छैनौ चिनेर के भयो र। अहिले तिमी छैनौ चिनेर के भयो र।
कोही हुँदा हुनुको महत्त्व फालाफाल, कोही हुँदा हुनुको महत्त्व फालाफाल, हुँदो रहेछ नहुँदा अमूल्य सालौँ साल। बुझेन तिम्रो मनको पीडा, बुझेन तिम्रो पीडा कसैले, बुझेन मनको हाल। त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल, त्यसैले यो दुनियाँले बनायो तिमीलाई पागल। धन्यवाद।